डाइरेक्ट सेलिङमा मान्छेले किन नेगेटिभ भन्छ, किन मान्छेले चाहिँ यो बिजनेसलाई धेरै मान्छेले राम्रो मान्दैन किन भन्दाखेरि धेरै पहिला चाहिँ म्याक्सिमम कम्पनीहरू यस्तो चेन सिस्टममा चल्छ। चेन सिस्टम यो तरिकाले चाहिँ यो तरिकाको प्लान हुन्छ। अनि यो तरिकाले गर्दाखेरि के हुन्छ भन्दाखेरि माथिको मान्छेले मात्र फाइदा हुन्छ। यो मान्छेको मान्छेले एउटा एउटा लाइन मात्रै बनाउने, यसलाई चाहिँ भनिन्छ चेन सिस्टम। यो चेन सिस्टमलाई इलिगल मानिन्छ। नेपाल सरकार मात्र होइन, नेपाल मात्र होइन, यो धेरै देशहरूमा, अमेरिकामा धेरै देशहरूमा यो चेन सिस्टमलाई अहिले इलिगल बिजनेस मानिन्छ। यसरी चल्ने बिजनेसहरू पनि छन्, तर हाम्रो पनि डाइरेक्ट सेलिङ हो भन्ने मान्छेहरू पनि हुनसक्छ। तर रियल्लीमा यो दर्द भएको होइन, रियलमा डाइरेक्ट सेलिङ दर्द गर्नै मिल्दैन। सो यसलाई भन्छ चेन सिस्टम। यसरी चल्ने सिस्टमलाई हामीले भन्छ चेन सिस्टम। सेम तपाईँको चेन जस्तो यसरी यसरी यो चेन सिस्टम पनि इलिगल मानिन्छ है। त्यसपछि अर्को भन्छ तपाईँको पिरामिडल। अर्को जस्तै तपाईँको चाहिँ हुन्छ नि पिरामिड सिस्टम पनि राम्रो छैन। जस्तै तपाईँको यो यो डाइरेक्ट सेलिङ जस्तै भनेर भन्ने मान्छेहरू पनि छ। एउटा चेन सिस्टम तपाईँको राम्रो छैन, एउटा पिरामिड सिस्टम पनि राम्रो छैन। सो के भन्नाले तपाईँको सिस्टम कस्तो हुनु पऱ्यो भन्दाखेरि कुनै पनि क्राइटेरिया हुनु भएन। जस्तै कुनै एक थरीको कम्पनीको सिस्टम कस्तो हुन्छ भन्दाखेरि दायाँ बायाँ मेम्बर बनाउने, यस्तो यहाँ यता बायाँ दायाँ होइन, यस्तो भयो बायाँ, यसरी तपाईँको चाहिँ लेफ्ट राइट बनाउने हुन्छ। अब तपाईँले बुझ्नुपर्ने कुरा हेर्नुहोस्, तपाईँ हामीले जुन प्लानबाट कसरी छुटाउन सकिन्छ, सबैभन्दा बेस्ट कम्पनी कसरी छुटाउन सकिन्छ भन्दाखेरि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। चेन सिस्टम यसरी चल्छ। फर्स्टमा यसरी हुन्छ, एउटा मान्छे जोइन हुन्छ, त्यसपछि सेकेन्ड थर्ड यसरी चाहिँ वान बाई वान मुनिको मुनि 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 जान्छ, एउटा चेन सिस्टममा जान्छ। यो बिजनेस संसारभरि यसलाई चाहिँ इलिगल मानिन्छ। किन भन्दाखेरि सुरुमा यो तरिकाले बेच्ने गर्नेले करोडौँ कमायो, लास्टमा माथिको मान्छे मात्रै कमाउने भयो यो बिजनेसमा। तलको मान्छे दुःख नै, यसले किन भयो भने त्यो पैसा आइरहने, त्यो चल्दै 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 गयो। लास्टमा चाहिँ माथिको मान्छे मात्रै कमाएपछि त मान्छेले काम गर्दैन, छोड्छन्। लास्टमा धेरै मान्छेले चाहिँ यस्तो कम्पनीहरू पनि करोडौँ मान्छेले लुटेर गयो। त्यो भएको कारणले पनि कतिपय मान्छेले नेगेटिभ सोच्छन्, यस्तो होला तिमीहरू माथि माथि पैसा कमाउने, तल मान्छे हामी कमाउन सक्दैन हो भन्ने टाइपको पनि मान्छे हुन्छन्। यसलाई इलिगल मानिन्छ। विश्वभरि नै यो बिजनेसलाई इलिगल मानिन्छ। र इलिगल भए पनि कतिपय मान्छेले चाहिँ गरिरहेको हुन्छ। सो त्यो हामीले अर्को कुरा, अर्को चाहिँ डाइरेक्ट सेलिङ नै हो, तर यस्तो खालको हुन्छ सिस्टम, लेफ्ट राइट अरू यतापट्टि बनाउन मिल्दैन। उसले चाहिँ दुईवटा मात्र स्पोन्सर गर्ने गर्छ, एउटा दुईवटा मात्रै स्पोन्सर गर्छ, त्योभन्दा लाइनपट्टि खोल्न मिल्दैन। यता दायाँ भयो, यसले दुईवटा 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 खोल्दा यसको धेरै हुन्छ। यसलाई चाहिँ तपाईँको इलिगल मानिँदैन यो सिस्टम है। डाइरेक्ट सेलिङ मान्छ, यसलाई दर्ता पनि हुन्छ, डाइरेक्ट सेलिङमा दर्ता हुन्छ। तर यो बिजनेसमा चाहिँ यतापट्टि 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 खोल्न मिल्दैन। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि यसमा नि के हुन्छ, दुईवटा राखेपछि यसले गरेन भने प्रब्लम हुन्छ। यसले यो मान्छेले गरेन भने तपाईँले नै यसको काम गरिदिनु पर्ने हुन्छ। अब यसरी हुँदा 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 सुरुमा दुईजना मात्र त हो नि, तपाईँले दुईजनाले त जोइन गर्ने हो नि भन्ने छ, हुन्न छ हुन्छ। अब दुईजनामा एकजनाले गऱ्यो भने तपाईँले यसको काम त तपाईँले गर्नुपर्ने हुन्छ, किनभने तपाईँले अर्को लाइन खोल्नु मिल्दैन। त्यसले गर्दा यस्तो प्रब्लम हुन्छ। त्यसै बिस्तारै बिस्तारै तपाईँले त सुरुमा 3-4 जना सक्नुहुन्छ, यसरी ए जा अब दुईजना त हो नि भन्ने हुन्छ तपाईँलाई। अनि यसमा बढी, यसमा चाहिँ फेरि तपाईँलाई प्याकेज सिस्टम पनि हुनसक्छ। 20,000देखि 2 लाख 3 लाख 4 लाखको प्याकेजहरू पनि हुनसक्छ। तपाईँले जोइन हुनलाई, इन्ट्री हुनलाई यस्तो तपाईँको चाहिँ प्याकेज सिस्टम भित्रभित्रै हुनसक्छ, तर बाहिर तपाईँको चाहिँ नलाग्ने त फ्रीमा पनि हुन्छ भन्ने टाइपको हुनसक्छ। सो त्यो भएकोले डाइरेक्ट सेलिङमा यो खालको सिस्टम भएको लगभग तपाईँको चाहिँ 50% भन्दा बढी कम्पनी चाहिँ यस्तो खालको सिस्टम भएको कम्पनीहरू छ डाइरेक्ट सेलिङमा पनि। डाइरेक्ट सेलिङ पर्ने पनि विश्वमा 15 स्थानमा टप WFDSA। तपाईँले अर्को कुरा बुझ्नुपर्ने भनेको चाहिँ
WFDSA जुन चाहिँ डाइरेक्ट सेलिङलाई चाहिँ मोनिटर गर्ने, डाइरेक्ट सेलिङलाई ह्यान्डलिङ गर्ने कम्पनी संस्थाले चाहिँ संसारमा डिएक्सन कम्पनी वर्ल्डमा टप 15औं स्थानमा पर्न सफल कम्पनी डिएक्सन। र डिएक्सनको सिस्टम यिनीहरूको जस्तो छैन।